wanna just get by in life before we die. I want it every single time. No chances to reply. Days are simple ways sometimes when pressure holds too tight. गुड मर्निङ है। आज पनि हामी माछा मार्न फेरि भरौली आइपुगेछौँ है। अस्ति चाहिँ माछा परेको छैन है, निकै दिन भयो। ट्राई चाहिँ गर्दैछौँ के कति पर्छ हेरौँ है। अब रडको सङ्ख्या चाहिँ त्यति नै हो, जतिको त्यति नै खेल्दैछौँ। हाम्रो यहाँ चाहिँ अर्को सिकारी छ है, यहाँ डान्स हान्दैछ पुरा, हेर्न सक्नुहुन्छ। आज चाहिँ 1-1.5 किलोको माछाहरू पारौँ भनेको, अलिअलि भए पनि अस्ति जस्तो मसिनो माछामा त लागिरहेछ है। रड चाहिँ लस्करै हानेको छौँ है, अलिक ग्याप मिलाएर। छ सानो छ, उद्घाटन नै गर्नु खोजेको, मोटर लुज गर्नु त्यस्तै छ, झट्काइ आउनु छ। चिन्नुहुन्छ यहाँ बगुवाको हो कि ल है, हाम्रो फर्स्ट माछा परेको छ है। पूर्णविका भन्ने पूर्णविका म त त्यो बगवाली त पोत्रीको बच्चा रहेछ। त्यो त आउँछ होला नि, त्यो पनि त्यतातिर आउँछ अरे प्रायः त्यो पनि। होइन हौ, त्यो पनि सिकाइदिने हो। मुङ्ग्री जस्तो छ, सिङ्गी मुङ्ग्री। पोत्री सानो। ल हाम्रो बनी भइसकेको छ है, पोत्रीलाई राम्रै साइजको हाल्दै भाइ। तानेर छोड्दै त, यो त छ है, छ। खोइ अघि अहिले भर्खर उयो यस्तो गर्दै थियो, छोड्यो कि छोडो यस्तो छ है मुर्दाले। छ है, छ। ठुलै छ जस्तो छ। ए कोत्री पो रहेछ, यत्रो माछा त यत्रो पो थियो अरे, म त न ठिकै साइजको रहेछ। मिल्सेस गर्दै होला, राम्रो साइजको पऱ्यो है। यो दोस्रो सिकार है आज, गर्दै होला दोस्रो सिकार। ट्याङ्रा पार यो। सानो खालको भाग हो, होइन फसेको छ।
रहेछ नि नसाको साइज सानो रहेछ ल 3टा ए यहाँ छ सानो छ सही हो आज बल्ल पर राधा नेट निकाल ल मोर त नेट चाहिँ लिएर आइज न त्यो छोडेर नै नि होइन अस्ति डाउन गर्न नेट चाहिँ लु चाहिँ छोडेको छु लु निक्ल मासाले भयो जल्ल बल्ल पनौती हट्यो 1 किलो झन्डै होला जान्छ है आइसकेको सानोमा फसिछ नि कि दुईटा ए कति त्यो नेट ल्याइदिनु न नेट एकजनाले देखाउँ ल है पर है पनौती बन्न हट्यो रडको यहाँ आएदेखि माछा निक्लिँदैन अहिले भाग्छ नि त्यसरी गर्दाखेरि तर डिलमा भए पनि एउटा कुरा नि तीनटाले दुईटाले सापेर यस्तो 2-4 वटा परेको भए भइहाल्छ नि नेट नै नि उता त्यो टुकटुके भएको नि रे मजाले तानेको थिए कस्तो नुहाएको थिएन नछाको फेरि मास्टर गिल्समा होला यता झेलामा फेरि गयो भने त हेरेको हुन्छ कुनमा स्पाइडरमा स्पाइडर निकाल स्पाइडरमा हजुर भाइ देखाइदिए माछा कत्रो पर्यो अलिक नजिक आइज न हो मोर त ल है पनौती गएको छ रडको हेर्नु न यी डोडी झट्काइ मात्रै दिएको हँसेको खै ठिकै छ जस्तो छ ओइ छोडेको छैन नि देख्नुभयो उफ्रिँदैछ माछा सुन्नुभयो मोटर कराएको सानो रहेछ सानो नैनीको बच्चा सानो छ दाइ ए निकाल्न सक्छ फर्किन हो माछा त यसरी पर्दछ सर झट्काइदिएको परेको नि त्यो हेर्नु न उन्नेको पनि मुखमा पनि छैन यस्तो मुनिको कानको मुनि पोट्रीको बच्चा परेछ
ल यत्रै माछा सानो छ अस्ति नैनी फसेछ नि त सानो ए यस्तै माछाको साइज सुक्रे भाइ पर्यो ल एउटा नैनी परेछ है चारै छ म त्यत्तिकै भन्छु झट्को त पर्छ त्यही भएर त झट्का नभएर नझट्का नझट्का बिस्तारै त कत्रो छ सुक्रे भाइ खाजा किलो छैन झट्का हान्दैछ गयो नि गयो गयो ल भाग अरे नैनी छ सानो रहेछ क्या रडको थुतो डाउन गर्न नि अनि एकै झट्कामा उता पारी देख्यो भने त त्यही पनि झट्काउनु थालेपछि भागिहाल्छ देखिँदैछ टल्केदेखि ल राम्रै साइजको नैनी छ नैनी के छ बहिनी ठिक छ नि होइन खाइदिउँ नखाइने ल आजको शिकार कस्तो हुँदैछ बवाल हुँदैछ योसँग छैटो 8वटा शिकार भयो जस्तो नैनी मात्रै ल ठिक छ यता त्यही हो क्या यसले उता तान्छ होइन तपाईँले यता तानेको हाम्रो हरादाइले ठुलो पारेको छ भन्दैछ है फिलिङ्स चाहिँ हरादाइलाई नै थाहा छ कत्रो छ भनेर होइन अलिकति टाइट गर्नु न नि हल्का टाइट गर्नु त डोरी पनि आउनु पऱ्यो नि त आउँदैछ डोरी धेरै होइन त्यत्रो होइन त्यत्रो होइन क्या दाइ उसले पनि तान्दाखेरि क्यार गरेर उता जानु पऱ्यो क्या खुस्किन्छ नि त फेरि मुनि मुनि दबाएर ल्याउने ल हाम्रो चाहिँ जाने बेलामा चाहिँ निक्लेको छ है लास्ट हातमा चाहिँ माछा पऱ्यो हाम्रो त हराएको भाग्य चम्केको छ ठुलो माछाको रेकर्ड बस्नु लागेको छ निक्ल्यो भएपछि दाइ त्यो अलिक लुज लुज गर्नुपर्छ क्या माछा गल्दैन क्या त्यसरी भाग्छ क्या एकरो गर्दाखेरि कोमन काठ जस्तो देखिँदैछ है ल निक्लेको छ है कोमन काठ कोमन काठ पऱ्यो कोमन काठ ल अब देख माछा सुध पक्रेर बस्ने ल हाम्रो हिँड्ने बेलामा बरौलीमा कोमन काठ परेछ है छैन त्यो भुँडी मात्र यत्रो हुन्छ त्यस्तै हो त्यो कोमन काठ यसरी गदे बेला खान्छ क्या नपत्या हेर्नु मुखमा पनि के को छ आधी किलोको चाहिँ रहेछ त्यही त भनेको हरादाई गरी मजा लुटिसक्नु भएको छ है हरादाईले पनि ठुलो माछाको कम मजा आउँछ दाइ होइन तर मोटो चाहिँ भाग्य चम्केको छ कोमन काठ पारेर आधी किलोको अझै किलो
6-7 ग्राम अहिलेको लगभग एउटै होला अहिलेको पनि त्यस्तै हो त्यो लम्बाइमा लामो हुन्छ नि त नैनी बाबा दुईटा मात्रै कारा लागेको छैन अरू सबै कारा लागिरहेछ ल हे अब चाहिँ गाइज हामी चाहिँ जाने बेला भयो है टाइम पनि सक्यो माछा पनि पर्ने छोड्यो है आजको चाहिँ के कति माछा पर्यो हेरौँ है जोखेको छैन अझैसम्म के कति पर्छ जम्मा माछा कति भयो हेरौँ आजको शिकार चाहिँ कति केजी पुग्यो मेरो हिसाबमा 1.5 कता गयो झुप्पा त कता राखेँ मैले ल हाम्रो चाहिँ लगभग 2 केजी पुगेछ 1850 ग्राम आजको शिकार चाहिँ यति नै हो है हाम्रो भिडियो के कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला